कुन विषयमा भिडियो बनाउने भनेर तपाईले सोचिरहनु भएको छ। प्रत्येक दिन भिडियो बनाउँदै गर्दा तपाईको चाहिँ विषय सिद्धियो के विषयमा भिडियो बनाउने, म के बोल्ने भनेर तपाईले सोचिरहनु भएको छ भने यो भिडियो चाहिँ तपाईको लागि। अहिले चाहिँ नेपालमा नयाँ सरकार आइरहेको छ, धेरै राम्रो काम गरिरहेको छ अथवा नराम्रो काम गरिरहेको छ, त्यो विषयहरूलाई तपाईले चर्चा गर्न सक्नुभयो। कोही पक्राउ भएको छ त्यो विषयहरूलाई, अथवा आन्दोलनहरुमा कुटाइ खाइरहेको छन्, यता उता धेरै कुराहरु भइरहेको छ नेपालमा। अहिले राजनीतिक घटनाहरु एकदम घटनाहरु यता उता तल माथि भइरहेका छन्। तिनी घटनाहरुलाई तपाईले चाहिँ चर्चा गर्न सक्नुभयो भने तपाईले एउटा फोटो राखेर यसले यस्तो भयो भनेर, अथवा यता अर्को कसैको फोटो राखेर हाँसेर, अथवा कसैलाई सुझाव दिएर तपाईले भिडियो बनाउनु भयो भने प्रत्येक दिन नयाँ घटनाहरु भइरहेका छन्, प्रत्येक दिन नयाँ कुराहरु भइरहेका छन्। तिनी विषयवस्तुलाई चाहिँ तपाईले समातेर कुनै पनि एउटा राम्रो विषयवस्तुलाई प्रत्येक दिन तपाईले चाहिँ चर्चा गरिदिनु भयो भने तपाईले चाहिँ तपाईको विषयवस्तु टाइटलको कमी हुने छैन। प्रत्येक दिन तपाईले चाहिँ नयाँ नयाँ टाइटल पाइरहनु भएको छ। यो अवस्थामा चाहिँ तपाईले नयाँ नयाँ टाइटलको टेन्सन गर्नुपर्ने छैन। तपाईले चाहिँ एआईहरुबाट पनि लिन सक्नुहुन्छ, च्याट जीपीटी, जेमिनी, यस्तै धेरै प्लेटफर्महरु छन्। तपाईले चाहिँ विषयवस्तु त्यहाँबाट पनि उठाउन सक्नुहुन्छ। कुनै कमेडी भिडियोहरु अथवा मुक्तकहरु अथवा गजलहरु अथवा गीतहरु तपाईले जो सक्नुहुन्छ, जो गर्न सक्नुहुन्छ त्यो चाहिँ तपाईले गरेर प्रत्येक दिन भिडियो चाहिँ निरन्तर अपलोड गर्नु होला र फेसबुकमा मजाले चाहिँ तपाईले भ्युज ल्याउन सक्नुहुन्छ, पैसा पनि कमाउन सक्नुहुन्छ।